Hi everyone, so welcome back to my mini vlog है. So अहिले फिलहाल म चाहिँ निक्लिँदैछु है ड्युटीबाट. अन्त चाहिँ हल्का ड्युटीबाट निस्केर चाहिँ अब रेस्टमा जाँदैछु. अब एकैचोटि 7 o'clock जानुपर्ने है. Hi everyone, good afternoon. आज चाहिँ खाना नखाएको कति के भोक लागेर मर्न आँटेन. सबैजना बिजी छ एकदम कुदै. अहिले मात्रै एकदम लन्च टाइमहरू पनि भयो नि त. त्यही भएर सबैजना अहिले भोकले हो कि केले हो निकै ताडातुडी छ क्या. कति मिनट सो 5 मिनट 5 मिनट वेट गर्नुपर्ने रहेछ. फेरि वेट गरेकोले नै हत्तु हुन्छ यहाँ चाहिँ. साह्रै लेट आइदिन्छ नि क्या. बसौँ अब के छ काम. 5 मिनट बस्यो त्यो धर्छ त गरिदिनु पर्यो नि होइन. मेरो बडी होइन मेरो त तर जे होस् एभ्रिवान अहिले चाहिँ बेङ्गलोरको वेदर चाहिँ एकदमै दामी भएको छ हो. किनकि अस्ति 2-3 दिन मजाले पानी पर्दैन नि त पुरो. अन्त त्यही भएर शीतल भइरहेछ क्या. हिजो त एकदमै उयो भएको थियो क्या चिसो. मर्निङ टाइम पनि एकदमै चिसो भएको थियो. पछाडि इभिनिङ टाइम पनि एकदमै चिसो भएको थियो. अहिले चाहिँ दामी त्यस्तो घाम पनि छैन हो, त्यस्तो गरम पनि छैन. आयो मेरो गाडी. माई कार इज स्क्याम. ರೈಲು ಈಗ ನಿಲ್ದಾಣ. फाइनली एभ्रिवान म चाहिँ मेट्रोबाट पनि झरिसकेँ है. अब चाहिँ रुम तर्फ जाने है. हल्का भोक लागेको अनुभव भयो क्या. यहाँ फेरि खिच्नु दिँदैन. यहाँ फेरि हल्का एकछिन अफ गर्नुहोस्. यहाँ भित्र चाहिँ दिन्थेन नि त हो एभ्रिवान उयो गर्नु के अरे ब्लगिङ गर्नु दिँदैन नि त. क्यामेराहरू युज छैन है. त्यही भएर चाहिँ मैले त्यहाँको चाहिँ गरिनँ नि त. कराउँछ हो सेक्युरिटीले. अन्त त्यही भएर चाहिँ यहाँनिर चाहिँ युज गर्नु दिँदैन. त्यही भएर चाहिँ म अलिकति यता बाहिर आएर चाहिँ फेरि ब्लगिङ स्टार्ट गर्दैछु. आजको वेदर त एकदमै दामी छ, गरम छ. सबैजना ह्याप्पी भएर डुलिरहेछ, घुमिरहेछ है. सधैँ दिन यस्तै भए एकदम राम्रो हुन्थ्यो. ठिक्कैको रहेछ हौ घाम त. अरे बाबा फेरि एउटा यस्तो भयो कि जहिले पनि म बाटोमा ब्लगिङ गर्दै हिँड्छु. मेरो एउटा न एउटा मिस हुन्छै हुन्छ हो. आज पनि मिस भयो. किनकि मिस भयो भन्दाखेरि चाहिँ बाटो मिस भयो हो. किनकि अब उतापट्टिको गल्लीबाट छिर्नु पर्थ्यो. म छिरेँ यताबाट हो. फेरि यताबाट छिरी पठायो भने चाहिँ के हुन्छ नि तल गएर चाहिँ तलबाट फेरि उकालो आएर चाहिँ फेरि तेर्सो जानुपर्छ. अन्त त्यही झन्झट हुन्छ क्या. त्यस्तो हुन्छ. ब्लगिङ गर्दाखेरि चाहिँ चाहे बाटोमा होस् चाहे मेट्रोमा होस् हो कहाँ पुगी पठाउँछ. अस्ति नै म मेट्रोमा गर्दाखेरि पनि हो उल्टा चढी पठाएछु नि त. अन्त उल्टा चढी पठाउँदाखेरि त कहाँ पुगे पछाडि ब्लगिङ गरेर सकेर पो आइपुग्दैन हो त्यो जग्गा त. अरे कहाँ पुगी पठाएछु हो. आज पनि त्यस्तै भयो क्या. सेम म आफूले आफूलाई
रिस पनि उठ्यो हो, हाँस पनि उठ्यो। त्यहाँबाट त्यहीँ पुग्ने जग्गामा चाहिँ 5 मिनटमा पुग्ने जग्गामा चाहिँ 15 मिनट लाग्थ्यो क्या। यस्तो हुँदा त रिस उठ्छ त म। नाइट क्रस यहाँबाट छिर्दिन्छु। वेदर चिसो चिसो छ र मात्रै नि आज, त्यही भएर चाहिँ एकदम टाढै बाटो भए पनि हिँड्नु मजा आउँदैछ। त्यो अस्तितिर जस्तो गरममा हुनु भने चाहिँ नि कतिको रिस उठ्थ्यो, अब मनमै छ है। हेर यति बेला पुगेर पनि फ्रेस भएर पनि ढल्किरहेको हुन्थ्यो। बिराती बस्यो सुस्तारी सुस्तारी